हेर्न सक्नुहुन्छ यसमा मौरी कति रमाइरहेका छन्। यो बेसिजनको तोरी हो, पछिबाट लगाइदिएको हुन्न कि भनेको पछिबाट भयो। जस मौरीहरू हेर्न कति रमाइरहेका छन्। फुलहरू नभएको समयमा अहिले यो बेसिजनको तोरी, यस मौरीको लागि चाहिँ अलिकति थोरै भए पनि उनीहरूलाई फुलहरूको लागि चाहिँ यो रमाउनलाई चाहिँ भएको छ। बेसिजन भएको कारण अलिकति चिसोले गर्दाखेरि त्यति फस्टाउन नसकेको यो तोरी थोरै भए पनि मौरीको लागि एउटा जिउने सहारा चाहिँ बनेको छ। मौरीहरू रमाइरहेका छन्, यसमा हेर्न सक्नुहुन्छ। यसरी मौरीलाई फुलहरू छैन नजदिक भने अलिकति यो तोरीहरू छर्किदिएर बेसिजनमा पनि अलिअलि फुल फुल्छ भने मौरीहरूको लागि धेरै नै सहजता हुनेछ। यो उनीहरूको लागि खानको लागि, उनीहरूको आहारको लागि